यो कथा हो एउटी सोझी गाउँले किशोरी सानीको, जसका बाबुआमाले उसको उज्जवल भविष्यको सपना देखेका छन्। गाउँले सरल जीवन, परिवारको माया, शिक्षाको महत्त्व बिच एउटा यस्तो जाल बनिँदैछ जसले सानीको जीवन नै अन्धकारतिर धकेल्नेछ। अहिले बिहानको चियासँगै परिवारका आशा र विश्वासका कुराहरू भइरहेका छन्। आजकल त गाउँघरमा पनि उमेरका धेरै साथीहरू सानै उमेरमा विवाह गरेर दुःख पाएका छन्। विचार गर है नानी। छेत्रीका तिमी पनि चिन्ता नगर न नानी कि आमा, हामी छोरी कहिले पनि गलत बाटोमा लाग्दैन क्या। आमा के सानो सँगो आउनुभएको, सँगो पढ्यो भने त के हुन्छ हुन्छ। त्यही अर्कोतर्फ लोभ र अपराधको खेल सुरु हुँदैछ। सहरबाट आएका विप्लव र गाउँकै रामबहादुर पैसाको लोभमा एउटा निर्दोष जीवनलाई जालमा पार्ने योजना बनाइरहेका छन्। एउटा गलत सोचले कति ठुलो विनाश ल्याउन सक्छ भन्ने सुरुवात यहीँबाट हुँदैछ। नमस्कार भाइ, मैले तिमीलाई बसेर बसिरहेको थिएँ। आजकल मेरो काम पनि छैन, तिम्रो खाएर छोड्दा भित्रै भएर गइरहेको छ। भाइ सुन्नुहोस् न, तपाईँ धेरै मलाई फाइदा दिएर कुरा छ, तर तपाईँ मान्नुहुन्छ कि नै? हामी दुवैजना फाइदा कुरा छ भने त म मानिहाल्छु नि भाइ। सहरतिर त दलालहरूले केटी बेचेर रातरात माला मार्नुहुन्छ। तपाईँ पनि अलिकति मिलाइदिए भएर हुन्थ्यो। माला त होइन रहेछ भाइ, तर के गर्नु भाइ भएन। डराउनु पर्दैन दाइ, सहरमा सबै कुरा मिलिसकेको छ। तपाईँ त राम्ररी सोची केटी मिलाइदिए सबै कुरा पुग्छ नि। त्यसो भने त्यति मात्रै काम रहेछ मेरो, म मानिहाल्छु नि। हाम्रो गाउँमा एकजना केटी छिन्, सोझी पनि छिन् तर राम्रो पनि छिन्। र भाइलाई चाहिँ हामीले बराबरीले गर्नुपर्छ नि। अब त एकदम धनी हुन्छ, मालामा हुन्छ दाइ। अब हामी पनि हो नि भाइ, मालामाले हुन्छ नि। हो दाइ, यो योजना राम्रो छ। सहरमा त्यस्ता धेरै सफल भएका छन्, सबै बोक्दै राख्नु है। हुन्छ भाइ, बोकेर राखिहाल्छौँ नि। उसलाई निहालेर कसैले आफ्नो योजना बुन्दैछ। एउटा सामान्य भेट, सामान्य परिचय, तर यही भेटले उसको जीवनको दिशा बदल्न थालिसकेको छ। गाउँमा नयाँ अनुहार देखिएसँगै शङ्का र हल्लाहरू पनि बिस्तारै फैलिन थालेको छ। हामीले मेरो पत्र बसिरहेको ऊ मेरो सरबाट आएको भने बिप्लव एकछिन कुराकानी गर न। ए हुन्छ त भइहाल्छ त, कुराकानी गरौँ न त त्यसो भए। हेलो मेरो बिरुवा म सहरबाट हिजोआज रामदासले नाम भन्थ्यो, म सबै मन पऱ्यो नि। हो र? साँच्चीकै मेरो नाम मन परेको हो? हो नि। हुन्छ, मलाई अहिले ढिलो भए। राम्रो नै कस्तो गर्नुहोस् न, फेरि भेट्दै गरेर म गएँ है। हुन्छ बहिनी। ओ रामबहादुर ऊ चाहिँ को हो? गाउँमा नयाँ नयाँ देख्छु त। यो त मेरो सरबाट आएको बिप्लव हो, त्यही कामले गर्दा आएको थियो। ए ल हुन्छ, भेट्दै गर्नु नि। दाइ के केटी हो? किनै गरेकी सानीलाई थाहा छैन। उसलाई निहालेर कसैले आफ्नो योजना बुन्दैछ। एउटा सामान्य भेट, सामान्य परिचय, तर यही भेटले उसको जीवनको दिशा बदल्न थालिसकेको छ। गाउँमा नयाँ अनुहार देखिएसँगै शङ्का र हल्लाहरू पनि बिस्तारै फैलिन थालेको छ। आज त छिटै गएछ नि। हजुर, आज मेरो कोचिङ भएको आज म चाँडै गएको।
तिमीसँग एउटा कुरा थियो ला तिमीलाई पनि भन्छ क्या अब हजुर कस्तो कुरा भन्नु न तिमीलाई अस्ति देखेपछि त मेरो मन निकै नराम्रो भइसक्यो नि रातभरि तिमीलाई सोचेर निद्रै लाग्दैन हेर न के भन्छ तिम्रो के छ विचार डराउनु पर्दैन भविष्यमा तिमीलाई सुखी राख्ने जिम्मेवारी म लिन्छु नि म अहिले साइन्स स्टुडियोमा पढ्दै पनि छु अनि विशेष गरी त मैले यो बाटो यस्तो केही सोचेको छैन मलाई अहिले ढिलो भयो म गएँ है राम्रै चल्दैछ कस्तो छ झुटा प्रेम र प्रेमको नाटक मार्फत उनीहरूले विश्वास जित्ने प्रयास गर्छन् सानीको मन अलमलिन थालेको छ उसलाई थाहा छैन प्रेमको नाममा यहाँ एउटा खतरनाक खेल खेलिँदैछ हेलो धोकेबाजहरू कहिले आफ्नो वास्तविक अनुहार लिएर आउँदैन मिठा शब्द झुटा प्रेम र प्रेमको नाटक मार्फत उनीहरूले विश्वास जित्ने प्रयास गर्छन् सानीको मन अलमलिन थालेको छ उसलाई थाहा छैन प्रेमको नाममा यहाँ एउटा खतरनाक खेल खेलिँदैछ सानी ठुलो भाइ बुढो एकछिन सानो कुरा गर्नु थियो हजुर भाइ त पुगिसक्यो डोको पनि बस्नु पर्नुहोस् न म दोकानमा भएर आउँछु है हजुर कस्तो कुरा थियो भन्नुहोस् न तिम्रो मेरो दाजुसँग कुराकानी कस्तो भयो मैले तिमीलाई साह्रै मन पराउँछ भन्ने हो होइन तपाईँले कस्तो कुरा गर्नुभएको तपाईँ यस्तो कुरा नगर्ने तपाईँ गाउँको दाइ भनेर यस्तो कुरा गर्ने होइन मैले मेरो कुरा सुन न विप्लव एक सहरको केटा हो ऊ खानदानी पनि हो र तिमीले सुख सवाल पार्नेछ ऊ मेरो आफन्त पनि हो मेरो विश्वास गर न खै कसरी विश्वास गर्नु कुनै सडकको मान्छे त्यही माथि भोलि गएर बर्बाद हुने हो कि त्यसो हो भने म विप्लवलाई भोलि कुराकानीको लागि अस्ति नै ठाउँ पठाइदिन्छु नि हुँदैन र खै घरमा आमा बुवाले थाहा पाउनुहुन्छ कि आमा बुवाले कति मलाई विश्वास गर्नुहुन्छ आमा बुवाले थाहा पाउने छैन नडराउ न र हुन्छ म भोलि चाहिँ पठाइदिन्छु ल त्यस्तो केही कुरा होइन दिदी घाँसको कुरा गरेको त तपाईँ चाहिँ कहाँ जानुभएको ए हुन्छ मलाई घाँसको भाजी उठाउन समाउनुहोस् न कुरा मिठो लाग्न थाल्छ जब गलत मानिसको कुरा मिठो लाग्न थाल्छ तब परिवार र समाजको सही सल्लाह पनि नराम्रो लाग्न थाल्छ रामबहादुरले सानीको मन अझै कमजोर बनाउने प्रयास गरिरहेको छ गाउँमा हल्ला फैलिँदैछ तर सानी बिस्तारै विप्लवको मजारमा फस्दै गइरहेको छ होइन त्यस्तो चाहिँ के सुनिस् र त्यस्तो उस्तो होइन तेरो विप्लवको बिचमा त गएर प्रेम बसेछ कुराको शब्द भनेर बर्बाद होस् है विचार गर्नु। ए सानी तैँले चाहिँ नि थिएस् विप्लव भनेको सहरको केटो उसको घर परिवारको बारेमा तँलाई केही थाहा छैन हामीले त तँलाई सम्झाउनु मात्रै हो कानुनले तँलाई छोड्दैन सुबाटो चाहिन्छ है सानी होइन तिमीहरू चाहिँ अरूको व्यक्तिगत कुरा लिएर किन चासो गर्छौ सहर जाने भए गरी खाने भए राम्रो टिप्नु भयो भने आरिस गर्छौ साथीहरूले पनि तँलाई यत्रो सम्झायो म भन्ने टसको मस पनि हुँदैनस् झाँक्री साइलाकी छोरी गाउँमा लगेर बेची कत्रो इतिहास पऱ्यो बेलामै आँखा खोलिहाले पछि हामीले तिर पनि त्यही हालत हो सानी मैले पनि होला सुने पढेमा ध्यान दिए त्यस्ता केटाहरूबाट टाढा रहनुपर्छ तेरो भविष्यको त सब बर्बाद नगर बुझिरहेका छन्
तर जब भावना र भ्रमले मन ढाक्छ तब सही र गलत छुट्याउन गाह्रो हुन्छ। सानीलाई सबैले सम्झाइरहेका छन् तर ऊ आफूलाई सबैभन्दा सही ठानिरहेकी छ। होइन घरमा दिदी तपाईँले चाहिँ के भयो म जसकै छैन झाँसीकै बस्नु चाहिँ सिरियल गर्नु तपाईँ थोरै आफ्नो बाटो लाग्नु न तिम्रो किन भाइको तिमी कसले के गर्छ हामीले मात्रै प्रेम गरेको हो र होइन स्कुलमा पनि साथीभाइले घरमा पनि आमा बुवाले हुँदा हो तपाईँ गाउँलेहरू पनि किन मेरो यत्रो चासो गर्नुहुन्छ म त कसै गरी तपाईँलाई छोड्दै छोड्दिनँ विप्लवको सम्बन्ध सबैको नजरमा परिसकेको छ। धर्माया जस्तै सचेत महिलाले अन्तिम पटक सम्झाउन खोजेकी छिन् तर कहिलेकाहीँ चेतावनीभन्दा भ्रमको आवाज ठुलो बन्न पुग्छ। फेरि किचकिच गर्न थालिरह्यो म त मारै कटन देखेर छाड्दै थाल्छ मलाई मारे पनि हुन्छ मलाई काटे पनि हुन्छ चिन्ता नै भयो मान्छेसँग त्यसरी हप्ते गर्दा भोलितिर भविष्य के हुन्छ बुझेकी त त्यत्रो खर्च गरेर पढाएको बेकार हो अब त मलाई तपाईँहरूले पिक्चर खानु परेन तपाईँहरूको लागि अब म धेरै गर्छु अब त म जे पनि गर्न सक्छु मेरो खोजी नगर्दा हुन्छ देखेर दुःख लाग्यो गाउँलेहरूले धेरै अपमान गरेको छन् हामी पनि के उपाय सोच्छौँ हो रामबाटी र विप्लवलाई सम्झाउनुपर्छ अझै आफ्नै निर्णयलाई अडिग छिन्। यो सोच्नै नसकिने कालो कोठीमा नरकीय जीवन भोगिरहेकी सानीको अवस्था यसपछि हेर्नुहोला। नमस्ते, तपाईँहरूले सानीको बान हो हेर्नुहोस् हामीले तपाईँको छोरीले स्याहारेर हामीले उद्धार गरिदिइसकेको छु तर उनको अवस्था त्यहाँदेखि नाजुक नै छ छोडेर ल्याउनुहोस् त त्यो हामी विप्लवलाई समापन गीतको लागि बहिनी शुभेच्छालाई अगाडि आइदिनुको लागि अनुरोध गर्दछु। समापन गीतको लागि नाटक सकिएको छैन है, बाँकी छ।
दृश्य 10 सकिएको, नाटक सकिएको छैन है। आदरणीय दर्शक महानुभावहरू, म भाइ बहिनीहरूलाई शान्त भएर बस्नुको लागि अनुरोध गर्दछु। अब हामीले एउटा गीत प्रस्तुत गर्न गइरहेका छौँ। यो गीत अरू स्टेज जस्तो इन्टरटेनमेन्ट गर्ने गीत होइन। यो गीत भाव गएको छ। यो गीतले वास्तवमै हाम्रो जिन्दगीलाई कता डोर्याउने भन्ने एउटा आवाज गएको छ। तपाईँहरूले यसलाई ध्यान दिएर सुनिदिनुको लागि म अनुरोध गर्दछु। र यो गीत हामीले हतार गरेर बनाएका छौँ र मलाई मेरो कक्षा 10मा अतिरिक्त बहिनी शुभेच्छा सुन्दै यो गीत गाउनको लागि सहयोग गर्दै हुनुहुन्छ। र सम्पूर्ण भाइ बहिनीहरूलाई तयारीको लागि, नाटकको दृश्यको तयारीको लागि हार्दिक अनुरोध गर्दै हामी यो गीत प्रस्तुत गर्न गइरहेका छौँ। तपाईँहरूले हल्ला गर्नुभयो भने यो गीत सुनिँदैन। त्यस कारणले सम्पूर्ण दर्शक महानुभावहरूलाई धैर्य धारण गरेर गीत सुनिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। ल स्वीकार्नुहोस् यो गीत। एउटा छोरीले पीडा पाएको छ। हामीलाई लोभ देखाउन सक्छन्, जालमा पार्न सक्छन्। हामीलाई अन्याय र अत्याचार राक्षसीहरूले नरकमा पुर्याउन सक्छन्। आज हाम्रो धेरै नारीहरू, धेरै छोरीबेटीहरू काल कोठरीमा नारकीय जीवन बिताउन बाध्य विवश भइरहेको अवस्था छ। त्यस्तै हामीले हिँड्दा डुल्दा रङ्गभेदी राक्षसहरूलाई एकैछिनमा आउन सक्छ, लोभ देखाउन सक्छ। हामी फुकी पाइला चाल्नुपर्छ। आदरणीय दर्शक महानुभावहरू, यस्तै भाव भएको गीत यहाँबाट हामी प्रस्तुत गर्न गइरहेका छौँ। स्वीकार्नुहोस्। रङ्गभेदी राक्षसहरू गाउँ सहर घुम्छन्। रङ्गभेदी राक्षसहरू गाउँ सहर धाउँछन्। जालमा पर्न नारीलाई झुटो माया लाउँछन्। जालमा पर्न नारीलाई झुटो माया लाउँछन्। छोरीको यो जीवन आधा आकाश ढाक्ने नारी एकजुट हुँदै उठौँ। आधा आकाश ढाक्ने
बन्धनहरू तोड्नलाई मुठी कस्तै उठौँ बन्धनहरू तोड्नलाई मुठी कस्तै उठौँ छोरीको यो जीवन 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 नमस्कार, म विष्णु बराल, श्री सार्वजनिक आधारभूत विद्यालयमा 5 कक्षामा अध्ययनरत छात्रा। म यस नाटकको शैली पात्रबाट खेलेको छु। नमस्ते, मेरो नाम आयुष मतामा। म श्री सार्वजनिक आधारभूत विद्यालयबाट आएकी हुँ। म कक्षा 6 मा पढ्छु। म यस नाटकको मुना पात्रबाट खेलेको हुँ। नमस्ते, मेरो नाम प्रविशा सापकोटा हो। मेरो रोलको नाम मनमती हो। म श्री सार्वजनिक आधारभूत विद्यालयबाट आएकी हुँ। धन्यवाद। नमस्कार, मेरो नाम म श्री बौद्ध माध्यमिक विद्यालयबाट आएकी र म हालमा कक्षा 12 मा अध्ययन गर्दै गरेकी छात्र हो र म यस नाटकमा मेरो भूमिका यस नाटकको भूमिका चाहिँ मेरो सानीको रहेको थियो। धन्यवाद। नमस्ते, मेरो नाम इन्मा लामा। म श्री बौद्ध माध्यमिक विद्यालयबाट आएको हो। यस नाटकमा पात्र आमा। सबैजनालाई नमस्ते, म देवी शर्मा हो। म चाहिँ यो नाटकको माइती नेपालको प्रतिनिधित्व थिएँ। म चाहिँ कक्षा 8 मा पढ्छु अनि मेरो विद्यालय चाहिँ श्री बौद्ध। सबैजना नमस्कार, मेरो नाम मुना पाण्डे। म श्री बौद्ध माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययनरत छात्र। म यस नाटकमा धनमायाको भूमिका गरेको छु। नमस्ते, मेरो नाम रश्मि राई। म कक्षा 9 मा पढ्ने गर्छु श्री बौद्ध माध्यमिक विद्यालयबाट। म यस नाटकको मुना पात्रबाट माया पात्रबाट खेलेको छु। नमस्कार, मेरो नाम इन्द्र नेहा। म श्री बौद्ध माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययन गर्ने छात्र हुँ र यो कथामा चाहिँ मेरो बुबाआमाको भूमिका रहेको थियो। नमस्कार, मेरो नाम श्री बौद्ध माध्यमिक विद्यालय कक्षा 9बाट 9को विद्यार्थी। म यस कथाको विप्लव भनेर खेलेको थिएँ। नमस्कार, मेरो नाम आयन भट्टराई। म श्री पशुपति नेसनल एकाडेमीको विद्यार्थी हो। म यो नाटकमा रामबहादुरको भूमिका खेलेको थिएँ। नमस्कार, अगाडि आउँदै जानु अगाडि आउँदै परिचय। नमस्कार सबैजनालाई, मेरो नाम सुरुजमान। म श्री बौद्ध माध्यमिक विद्यालयमा पढ्छु। म कक्षा 10 मा अध्ययनरत छात्र। म यस नाटकमा दोषीको भूमिका निर्वाह गरेको छु। नमस्ते, मेरो नाम आयन भट्टराई। म श्री पशुपति नेसनल एकाडेमी स्कुलबाट आएको थिएँ र यो नाटकमा मैले सानीको भूमिका खेलेको छु। नमस्ते, मेरो नाम दीपक मुखिया। म श्री पशुपति नेसनल एकाडेमीबाट आएको र यो नाटकमा मैले दिल्लीको भूमिका खेलेको छु। नमस्ते, मेरो नाम निमेश ताकी। नमस्ते, मेरो नाम अर्पण सुब्बा हो। मेरो स्कुलको नाम श्री पशुपति नेसनल एकाडेमी हो। मेरो रोलको नाम चाहिँ विप्लवको साथी हो। नमस्ते, मेरो नाम लक्ष्मी हो। म श्री बौद्ध विद्यालयको विद्यार्थी हो। म कक्षा 9 मा पढ्छु र मेरो यस नाटकमा मेरो पुलिस अफिसरको भूमिका थियो। मेरो यस नाटकमा राजबहादुरको भूमिका निर्वाह गरेको छु। नमस्कार, मेरो नाम अमिता हो। म श्री आधारभूत विद्यालयको कक्षा 9 बाट अध्ययनरत छात्र हुँ र मेरो यस पात्रको बुवा भूमिकामा खेलेको छु। अब नाटकको अन्तिम भाव हामी एउटा प्रस्तुत गर्न गइरहेका छौँ र भाइ बहिनीहरू यहाँ त स्थानमै बसिराख्नु, त्यही नै बसिराख्नु भयो राम्रो हुन्छ। र अब म
भाव दृश्यको लागि मेरो सहपाठी मित्र युवराज पौडेल सरलाई हार्दिक अनुरोध गर्दछु। युवराज सर यतै आउनु न। धन्यवाद यस नाटकका सम्पूर्ण पात्रहरू जसलाई यो नाटक संयोजन गर्नुभयो उहाँलाई पनि धन्यवाद। जसले यो नाटक व्यवस्थापनमा सहयोग गर्नुभयो उहाँलाई पनि धन्यवाद। यो प्रदर्शन गर्ने हामीले जे जान्यौँ जानेको कुरा देखाउने स्टेज प्रदान गरिदिनु हुने सूर्योदय नगरपालिका वडा नम्बर 2 वडा कार्यालय सम्पूर्ण परिवारलाई पनि धन्यवाद। हामीले यस नाटकका केही दृश्यहरू छाट्यौँ, केही दृश्यहरू काट्यौँ, केही दृश्यहरू राख्यौँ। हामीलाई समयको अभाव भयो। हामीलाई पात्र संयोजन गर्न निकै चुनौतीपूर्ण थियो, 20भन्दा बढी पात्र। केही दृश्यहरू सम्पादन गऱ्यौँ, केही दृश्यहरू छाट्यौँ, केही दृश्यहरू राख्यौँ। त्यो राखेर सकेसम्म हामीले दिन खोजेको कुरा प्रलोभनमा परेर साना साना कुराहरूको मोहमा परेर विशेष गरेर टिनेजर्स बालिकाहरू कसरी बेचिन्छन् भन्ने कुरालाई देखाउन खोज्यौँ। बेचिसके पछाडि उहाँहरू कस्तो अवस्थामा फर्किनुहुन्छ वा फर्किनुहुन्न, उहाँहरूका कारणले परिवारमा, समाजमा अनि आफ्ना साथीभाइहरूमा कस्तो प्रभाव पर्छ भन्ने कुराहरूले देखाउन खोज्यौँ। त्यसमा कतिसम्म सफल रह्यौँ, कतिसम्म सुधार गर्नुपर्ने बाटो रह्यो, कतिसम्म सिक्न पर्ने बाटो रह्यो, कतिसम्म जान्यौँ। पछिल्लो क्रममा यहाँहरूले भनिदिनु नै हुनेछ हाम्रा सुधार्य बाटोहरू, हाम्रा राम्रो बाटोहरू। फेरि पनि यति भन्दै यहाँ सबैजनालाई धन्यवाद। विशेष गरेर यति राम्रो भूमिका निभाउने पात्रहरूलाई धन्यवाद। सधैँ प्रगतिको शुभकामना भन्दै म पनि यहाँबाट बिदा हुन्छु। धन्यवाद। अब बाँकी कार्यक्रम हाम्रो छँदैछ। म यो नाटकको समापन सँगसँगै फेरि म यसै वडा कार्यालयका कर्मचारी सर गोपाल सरलाई म बाँकी कार्यक्रम सञ्चालन गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र म पनि एकछिनको लागि ओझेल भन्न चाहन्छु। धन्यवाद। धन्यवाद। र हामीले केही समय नाटक पनि हेऱ्यौँ र यो नाटकले दिएको भाव मनै छुने खालको छ र भाइ बहिनीहरूको जुन पात्रको अभिनय छ यो अभिनय पनि सर्वोत्कृष्ट छ र यो नाटकलाई सम्पादन गर्नुहुने, निर्देशन गर्नुहुने र यो नाटकलाई रचना गर्नुहुने हाम्रो सरहरूको बौद्धिक क्षमता पनि महान छ र समयको पाबन्दीलाई ख्याल गर्दै अब म मन्तव्यतर्फ उन्मुख हुन गइरहेको छु र हामीले हिजोदेखि आजसम्म 2 दिवसीय उद्घोषण तालिम पनि लियौँ र यो उद्घोषण तालिमले चाहिँ यहाँ भाइ बहिनी विद्यार्थी भाइ बहिनीहरूले के कस्तो अनुभव गर्नुभयो र यो नाटकबाट तपाईँहरूको जीवनमा के कस्ता परिवर्तन हुनेछन् यस सम्बन्धमा छोटो मन्तव्य राखिदिनु हुन वडा स्तरीय बाल सञ्जालका अध्यक्ष निशा कार्कीज्यूलाई हार्दिक अनुरोध गर्दछु। आज 2 दिवसीय उद्घोषण तालिमका समापन सभाका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू साथै यस कार्यक्रममा सहभागी सम्पूर्णमा मेरो बालमती नमस्कार।
हामीले यस 2 दिने तालिममा उद्घोषण कला सम्बन्धी विषयगत र प्रयोगात्मक दुवै माध्यमबाट सिकेका छौँ। यस तालिमले हाम्रो उद्घोषण कलामा थप ज्ञान थपिएको छ। नाटकले राम्रो ज्ञान प्राप्त गरेको छौँ। म बाल सञ्जालको तर्फबाट वडा कार्यालय तथा प्रशिक्षक सरलाई धेरै धन्यवाद दिन चाहन्छु। साथै आगामी दिनमा पनि यस्ता सिपयुक्त तालिमका लागि विशेष अवस्था गरिदिनु हुन यस वडा कार्यालयलाई अनुरोध गर्दै मेरो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। र मैले केही कुरा छुटाएछु र म पनि यहाँहरू जस्तै प्रशिक्षक विद्यार्थी जस्तै भएर मैले हिजो केही कुराहरू पनि सिकेँ। म पनि सिक्ने तर्खरमै छु र म आसन ग्रहणतर्फ हुन चाहन्छु र आसन ग्रहण गरिदिनु हुँदा यस वडाका वडा सदस्य श्री उपेन्द्र राज पाण्डेज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आसन ग्रहण गरिदिनु हुँदा हाम्रो मेकानिकल इन्जिनियर इलेक्ट्रिक इन्जिनियर सरलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र म अब मन्तव्य मन्तव्यतिर नै उन्मुख हुन चाहन्छु र यस उद्घोषण तालिम साथै नाटक पनि हामीले हेरौँ। यस सम्बन्धमा आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिनु हुन विशेष अतिथि, माफ गर्नुहोला, प्रशिक्षक साथै सञ्चारकर्मी श्री प्रेम अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सर। मलाई बोल्न सिकाउन चाहिँ आउँछ। बोल्न भने चाहिँ साह्रै अल्छी लाग्छ। यो भाषण विरोधी मान्छे भन्दा पनि हुन्छ। समयतिर फाल्नु हुँदैन भन्ने पक्षको मान्छे हो म। ठिक छ, मेरो बानी थाहा पनि छ। कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, कार्यपालिका सदस्य, अतिथि, वडा सदस्यज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका शिक्षकज्यूहरू, साथै हिजोदेखि हामीसँग तालिममा सँगै बस्ने भाइ बहिनी अनि आज नाटकमा कलाकारको रूपमा उपस्थित हुनुभएका सम्पूर्ण भाइ बहिनीहरूलाई सर्वप्रथम म उज्जवल भविष्यको कामना गर्दछु। मैले हिजो पनि भनेको थिएँ, स्थानीय सरकार आइकन बालबालिकाको क्षेत्रमा धेरै विकास भएको हामीले महसुस गरेका छौँ। हामीले तपाईँहरूको उमेरमा यस्ता नाटक लेखेर काहीँ प्रदर्शन गर्ने ठाउँ हुन्थेन, तालिम लिउँ भन्दा ठाउँ हुन्थेन। एसएलसी दिइसके पछाडि मोटो रकम खर्च गरेर काठमाडौँसम्म यस्ता तालिमहरू सिक्न जानु पर्थ्यो र यो अवसर जुटाइदिनु भएकोमा म वडा कार्यालयलाई विशेष आभार र धन्यवाद व्यक्त गर्दछु। हाम्रो बालबालिका विद्यालयका विद्यार्थी भनेको भोलिका कर्णधार भन्छौँ हामी, नारामा भन्थ्यौँ, तर अहिले साँच्चै सूर्योदय नगरपालिकाका बालबालिकालाई हेऱ्यौँ भने एक कदम अगाडि देख्न पाउँछौँ हामी। ठिक छ, हामी धेरै जस्तो विद्यालयमा समय जस्तो हिँडिराखेका हुन्छौँ। हिँड्दै गर्दा कोही भन्दा कोही पनि कम देखिँदैन, यो एउटा खुसीको कुरा पनि हो। अन्य पालिकाहरूले हाम्रो पालिकाभित्रका विद्यालय र विद्यार्थीलाई भेट्नको लागि, पछ्याउनको लागि अबको 10-12 वर्ष दुःख गर्नुपर्छ, त्यो हामीले महसुस गरेका छौँ। त्यसको लागि सिङ्गो नगरपालिका वडालाई विशेष गरेर धन्यवाद छ। र 2 दिनसम्म हामी तालिममा सँगै बस्यौँ। हिजो आउँदै गर्दा भाइ बहिनीहरू लजाउँदै हुनुहुन्थ्यो। मैले जति सक्दो एउटा घरको परिवार जस्तो नजिक बनाउने कोसिस गर्दा आज सबैजना भेट्दाखेरि बोल्ने, कुनै हिचकिचाट नगर्ने, नडराउने मैले 2 दिनमा बनाएर माइक समाएर बोल्दाखेरि भाइ बहिनीहरूले राम्ररी बोल्नु भएको छ। 2 दिनले सबै कुरा पूर्णता हुँदैन, समय लाग्छ, अभ्यास गर्दै जानुपर्छ। अभ्यास गर्दै जाँदा कोही पनि एकैपटक जानेर आएको हुँदैन, बिस्तारै जान्दै पछ्याउँदै सिक्दै गर्ने कुरा हो। मैले हिजो पनि भनेको छु, धेरै कुराहरू हामी मोबाइललाई, इन्टरनेटलाई गलत प्रयोग गर्छौँ। त्यो गलत प्रयोग गर्नुको सट्टामा मैले केही सिकाएको पनि छु। तपाईँले पढ्ने कुरा, अध्ययन गर्ने, जान्ने कुराहरू खोज्नुभयो भने त्यहाँ खोज्न सक्नुहुन्छ। र अहिले प्रस्तुत भएको नाटक मलाई कता कता भावुक पनि बनाइराखेको थियो। हेर्दै गर्दा छोटो समयमा 2 दिनमा भन्नुभयो, त्यसमा त्यसभित्र लुकेका कुराहरू, धेरै कुराहरू छन्। म आफै पनि कहिलेकाहीँ फुर्सद हुँदा नाटक लेख्थेँ भन्नुपर्छ। अब त तुलसी सर हामी
कुनै बेला एउटै रेडियोमा काम गर्थ्यौँ। त्यो बेला मैले लेखेको एउटा 10 बजा भन्ने नाटकमा तुलसी सरले पनि केही भूमिका खेल्नु भएको थियो। मेरो आमा भन्ने अर्को नाटक, त्यस्तै अन्तिम भाइटिका, लम्बुको चिया पसल भन्ने नाटक योभन्दा अगाडि मेरो पनि रेकर्ड भइसकेको छ। पछाडि केही कुराले साथ दिएछ भने म किताब प्रकाशन गर्ने तयारीमा पनि छु। पछिल्लो समय नाटकहरू यसरी प्रदर्शन हुन छोडेको छ। सरले यति धेरै मेहनत गर्नुभएछ, हेर्दै गर्दाखेरि धेरै कुराहरू छ र म सरलाई आग्रह पनि गर्छु यो नाटक चाहिँ यतिमा सीमित नराख्ने, नगरपालिका लगायत अन्य ठाउँमा भएका विभिन्न कार्यक्रमहरूमा यो नाटक लगेर सरहरूले प्रदर्शन गरिदिनु भयो भने यो भित्र धेरै लुकेका कुराहरू छन् भन्ने पनि जानकारी गराउँदै यो 2 दिने जुन उद्घोषण तालिम कार्यक्रममा विद्यार्थी भाइ बहिनी बालबालिकासँग जोड्नको लागि जुन मलाई समय उपलब्ध गराउनु भयो, बोलाउनु भयो, त्यसको लागि टिचरसहित सम्पूर्ण सूर्योदय नगरपालिका वडा नम्बर 2 को टिम र कर्मचारी टिमलाई आभार व्यक्त गर्दै पुनः भाइ बहिनीहरूको उज्जवल भविष्यको कामना गर्दै मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद, नमस्कार।